मुख्यतः हामी मुख्य फोकस त हाम्रो पर्यटन नै हो। पर्यटन पछाडि हामीले चाहिँ हाइड्रो सेक्टरहरूलाई निर्वाध रूपमा चाहिँ बन्न दिनुपर्छ भन्ने हो। र अर्को चाहिँ तपाईँको हामीले सांस्कृतिक क्षेत्रमा चाहिँ हामीले लगानी गरेको छौँ। जस्तै गुम्बा मन्दिरहरू यो सबै विकास निर्माणको कुरा गर्दाखेरि के भन्दो रहेछ भने बाबु एउटा मन्दिर चाहियो, बाबु एउटा हाम्रो गाउँमा गुम्बा चाहियो भन्नुहुँदो रहेछ। यो चिज चाहिँ फेरि कतिपय अवस्था चाहिँ साथीहरूको अलिकति कुनै साथीहरूले अब विरोध पनि गर्नुहुन्छ। तर यो चाहिँ एकचोटि बनाइसके पछाडि 100 वर्षसम्म ठिक छ नि त भन्ने भएको हुनाले हामीले यसलाई प्राथमिकता दिएको छौँ। र अन्य जस्तै तपाईँको चाहिँ आय आर्जनको कुरामा हामी तरकारी क्षेत्रमा चाहिँ पकेट क्षेत्र चाहिँ घोषणाहरू गर्दैछौँ। हामीले चाहिँ यो दुधलाई यो गाउँपालिका चाहिँ के छ त भनेदेखि मैले अघिदेखि भन्न बिर्सेछु, यो ढुङ्गा उहिले परापूर्वकालदेखि हामी सानो हुने बेलादेखि नै तपाईँको चाहिँ हामीले चाहिँ ढुङ्गा बेचेर खाने गाउँ हो। यो चाहिँ यहाँको ढुङ्गा चाहिँ उता माथि खरी ढुङ्गा जिरेसम्म कतासम्म पुग्थ्यो पहिला छाउनलाई। यो 72 पछाडि यसलाई चाहिँ ओछ्याउने ढुङ्गामा चाहिँ परिणत भएको छ, यो फुटे ढुङ्गामा। अब यहाँको चाहिँ ढुङ्गा खानेहरूलाई चाहिँ अब कसरी सञ्चालन कसरी सहज बनाउने। र यहाँको समस्या के छ भने फेरि धेरै जसो ठाउँ फेरि निकुञ्ज र संरक्षित क्षेत्रले लाङटाङ राष्ट्रिय निकुञ्ज र यो तपाईँ गौरशङ्कर क्षेत्रले पनि ओगटेको हुनाले त्यहाँ पनि काम गर्न नसकिने। र अहिले चाहिँ हामीले ढुङ्गालाई चाहिँ प्राथमिकतामा राखेर आयोजनको हिसाबले गरिरहेको छौँ। र यहाँको जनता चाहिँ ढुङ्गा मात्रै बेचेर खायो, अब यसलाई चाहिँ दुध बेचेर पनि खाने बनाउन भनेर हामीले चाहिँ पाडापाडी चाहिँ वितरणदेखि लिएर यो चाहिँ तपाईँको अब यसपालि हामी फेरि एउटा प्लान बनाउँदैछौँ। अहिले हाम्रो नयाँ अधिकृत सर आउनुभएको छ, उहाँले छुट्टै हिसाबले प्लान मलाई प्रस्तुत गर्दै हुनुहुन्थ्यो। अब यसलाई चाहिँ अझै दुधमा आत्मनिर्भर के भन्छ दुध सङ्कलन गरेर चाहिँ जस्तै हाम्रो छिमेकी नगरपालिका र गाउँपालिका बलिफी र यो हाम्रो चौताराले गरिरहनु भएको छ कुबेन्डी क्षेत्रको किसानहरूले, हामीले पनि त्यसो गर्ने भनेर सोचिरहेको छौँ। र मुख्यतः अब लगानी हाम्रो अहिले तत्कालको लागि हामीले शिक्षा स्वास्थ्य त छँदैछ, शिक्षा स्वास्थ्यमा त हामीले अधिकतम गरिरहेकै छौँ। त्यति हुँदा पनि फेरि पुगिरहेको छैन शिक्षा क्षेत्रमा चाहिँ हाम्रो भौगोलिक चाहिँ विकटताले गर्दा पनि होला। र अहिले मेरो कार्यकालमा मैले गर्न खोजेको चाहिँ पर्यटन संस्कृति र यो ढुङ्गालाई चाहिँ व्यवस्थित गर्ने र चाहिँ तपाईँको चाहिँ कृषिमा हामीले जग हाल्ने, कृषिमा जग हालेर चाहिँ तपाईँको चाहिँ आय आर्जनलाई अलिकति चाहिँ एकदम नै मिहिन ढङ्गले चाहिँ अलिकति बस्तीमा गाउँमा टोलमा पुर्याउने भन्ने चाहिँ यो चाहिँ फेरि के हुँदो रहेछ भनेदेखि हजुरको उहाँहरू पनि तातिनु पर्दो रहेछ क्या। हामीले कति आह्वान गरेर हुन्छ उहाँहरू पनि नआइदिए पछाडि, किनकि यहाँ एउटा अघि नै भने मैले यहाँ चाहिँ ढुङ्गा बेचेर खाने, यहाँ त्यस्तो हाम्रो कृषि गर्ने चलन नभएको हुनाले त्यो छ। र अहिले हामी जनतालाई चाहिँ स्थानीयलाई चाहिँ जस्तै अब पर्यटकीय क्षेत्रभित्र त सबै कुरा पर्ने भयो नि त, होमस्टे पर्ने भयो होइन हजुर। र हामी अब यो चाहिँ रेटहरू तोकेर होमस्टेहरू हगाममा कति खानाको लिने, सिन्दुर्जीमा खानाको कति लिने, तेम्बाथाङमा कति लिने, यता चाहिँ तेम्बाथाङ के भन्छ माथि छिन्ताङमा यता पेमा सालमा कति लिने भन्ने हामी त्यो पनि चाहिँ गरिरहेको हुनाले समग्रमा पर्यटन संस्कृति प्लस कृषि र हाइड्रोलाई हामी निर्वाध रूपमा सञ्चालन गर्न दिने।